गुड मर्निङ। र म अहिले फिलहाल कम्पाउन्डमा छु। यो ग्राउन्ड देखेर त तपाईँले चिनिहाल्नुभयो होला हो। अब म यहाँबाट चाहिँ तपाईँहरूलाई लिएर जान्छु धाउलेको भ्यू पोइन्ट हो। र बाटोको नजारा पनि हेर्नुहोस् के कस्तो छ। कतिजना अगाडि नै आउनुभएको, कतिजना आउनै भएको छैन। र बाटोको कन्डिसन पनि हेर्नुहोस्। ल हामी चाहिँ लाग्यौँ है त। क्यामेराको एङ्गल ठिक छ ठिक छैन हो, त्यो मिलेन भने पनि यसो हेरिदिनुहोस् है। यो कम्पाउन्डको ग्राउन्ड सानो ग्राउन्ड छ र अगाडिको भिडियोमा हेर्नुभएको थियो होला हो। यो बाटोबाट आएको थियो हामी हो, यो बाटोबाट सट्टै यता पसेको थियौँ हो। र आज चाहिँ यहाँबाट उकालो जाँदैछौँ। बाटोको बारेमा त भन्नु पर्दैन हो, तपाईँहरूले हेरिरहनु भएको छ। र जग्गा चाहिँ हेर्नुहोस् त, शीतल, घाम लागिरहेको छ हो तर शीतल फिल भइरहेको छ। पुरा एकदम नेचरको बिचमा छु जस्तो लागिरहेको छ। तर यसरी यो बाटोहरू, यो जङ्गलहरू देख्दाखेरि चाहिँ अहिले नै चितुवाहरू आउला आउला टाइपको क्या त। एकदम रोमान्टिक बाटो। अलिकति डराउना पनि छ। राति हुँदो हिँड्नु चाहिँ अलिकति डर लाग्ला टाइपको हो, तर त्यस्तो डर त केही पनि छैन। तर यसो हेर्दाखेरि पत्करहरू, माथिको रुखहरू हेर्नु त के दामी। यो बाटो म्याराथन पनि कुदेको है म, स्यास्यारा फ्याट्फा हुँदै भए पनि हो। फर्स्ट त आएन, सेकेन्ड चाहिँ आएको चाहिँ, तर लास्टबाट सेकेन्ड। र म चाहिँ तपाईँहरूलाई अब भ्यू पोइन्टको त्यहाँ चाहिँ लिएर जाँदैछु हो। सायद तपाईँको कतिजनाको त घरहरू पनि त्यतै पर्छ हो। हाम्रो एकजना साथी हुनुहुन्थ्यो, सँगै पढ्नुभएको हो, दिपा भन्ने साथी हुनुहुन्थ्यो। उहाँको घर पनि धाउले नै भन्थ्यो हो। र त्यही साइडपट्टि नै जाँदैछौँ। शीतल हावा आउँदैछ छातीमा चस गरेर हो। बेसी टाढो छैन अब। बाटो उकालो हेर्नुहोस् है त। भ्यू पोइन्ट चाहिँ हेर्नुहोस् है त। भ्यू पोइन्ट चाहिँ यहाँबाटै, क्याम्पिङ साइन र भ्यू पोइन्ट चाहिँ यहाँबाटै। बाटो चाहिँ हेर्नुहोस् है त। मान्छेहरू के उयो गर्दै रहेछ हो। र पनि हामी चाहिँ जान्छौँ, त्यहाँनिर पुग्यौँ बिस्तारी। डाउन छ। के मिटिङ चल्दै रहेछ त्यहाँनिर हो। उत्र त, हिलो रहेछ यहाँ। होस् न त। कस्तो मजाको छ गाउँ चाहिँ। यो चाहिँ धाउलेको गाउँ हो। माथि किरात जातिको मूर्ति पनि अस्ति भर्खर स्थापित गरेको छ हो। यहाँनिर मिटिङ चल्दैछ, त्यसको उसमा त जाँदैनौँ हामी सिधा भ्यू पोइन्ट
पट्टि जाँदैछौँ हो। यस्तो मजाको जग्गा, शीतल मौसम, तर धुम्म लागिरहेको रहेछ यहाँनिर हो। यस्तो मजाको भ्यू छ यहाँनिर चाहिँ हो। तर आज मौसम अलिकति मौसमले धोका दिएको कारणले गर्दाखेरि चाहिँ राम्रोसँग देख्दैन रहेछ यहाँनिर हो। यो तल देख्दै गर्नुभएको चाहिँ खोलेदाई गर्ने जग्गा हो। खोलेदाई यहाँनिर हुन्छ। यो खाली जग्गामा हो, त्यहाँ रोड देख्दैछ नि यस्तो हो, त्यहाँनिर छ खोलेदाई चाहिँ यहाँनिर हुन्छ हो। अन्त तल अझ देख्दा ऊ पर गैरीबासबाट देख्ने ऊ पर भुटानको हस्पिटल त्यहाँनिर देख्छ हो। यो तल देख्दै गरेको झोलुङ हो, यो तलपट्टिको। अन्त भ्यू पोइन्ट दलगाउँको भ्यू पोइन्ट ऊ पर हो, देखियो यस्तो छ हो। र पर मूर्ति भएको त्यहाँ जाउँ। गाउँ चाहिँ यस्तो राम्रो छ। र यहाँ चाहिँ भाइ जानु दिन्छ नि है। त यहाँ चाहिँ हाम्रो किरात जातिको मन्दिर छ यहाँनिर हो। हेर्नुहोस् त कस्तो दामी जग्गामा, हेर्नु त पहिला हो। मतलब यस्तो हो, यो माथिबाट गयो भने त्यो बाटो यस्तो उकालो गयो भने माथि पनि पुग्छ गाउँ हो। यस्तो मजाको बाटो छ। मिटिङ चल्दै रहेछ हो। यहाँबाट राम्रो देख्दो रहेछ र, के दामी देखेको यो तल प्यारेन्टार, यस्तो दामी देखेको है। हेर्नुहोस् है, जतिजना नि मेरो फेसबुकमा युट्युबमा फ्रेन्डहरू हुनुहुन्छ, सब्सक्राइबरहरू हुनुहुन्छ, उहाँहरूको लागि किराती खम्बु राई संस्कृति संस्थान सुम्निमा पारुहाङ स्थापना 14 तारिक 2 महिना 2026 गैरी गाउँ कम्पाउन्ड धाउले तोस शाखा जलढका कालिम्पोङ। हेर्नुहोस्, उहाँहरूलाई त चिन्नुहुन्छ होला। उहाँहरूको मूर्ति स्थापित गरिएको छ यहाँनिर 26 मा। र यहाँ किराती खम्बु राई संस्कृति संस्था माङखिम स्थापना चाहिँ 17 तारिक 4 महिना 2004 मा गर्नुभएको रहेछ हो। हेर्नुहोस्, चुलाको पूजा गरिन्छ किरात जातमा। र हेर्नुहोस् है त के कति, यदि मैले भन्नुमा गल्ती गरेँ भने माफ पाऊँ हो। जे जति छ मैले देखाउने कोसिस गरेँ तपाईँहरूलाई। स्ट्याचु स्ट्याचु यस्तो मजाको हो, मूर्ति बनाउनु भएको छ। भ्यू यस्तो छ यहाँनिर। यहाँको भ्यू हेर्नुहोस् हो, कस्तो दामी छ। यतापट्टिबाट पनि देखाउने कोसिस गरिहेर्छु कतिको देख्दो रहेछ। देख्दैन रहेछ यहाँबाट। बस रोड गाडी जाँदैछ हेर्नुहोस् त हो। टक्क यस्तो सिधा रोड भएर टक्क प्यारेन्टार। त्यहाँ पनि म लान्छु तपाईँलाई, कुनै दिन म भिडियो गर्नेछु त्यहाँ पनि हो। र आजको भिडियो चाहिँ म यही राख्दैछु। हेरिदिनुहुन्छ भन्ने धेरै धेरै आशा छ। ल हेर्नुहोस् है त अब
यो चाहिँ हो धाउले गाउँ, धाउले भ्यू पोइन्ट पनि भन्छ हो। बाटो त देखिहाल्नु भएन, खपड खुपुड र मेन रोडसम्म निक्लेको भिडियो चाहिँ तपाईँहरूलाई म देखाउँछु। भाइ यो बाटो चाहिँ यहाँ माथिसम्म मात्रै छ नि है? माथिसम्म छ कि तर कच्ची छ। यहाँ पर्छ, यहाँ माथिसम्म मात्रै छ है बाटो चाहिँ, पक्का चाहिँ? उहाँ परसम्म मैदानसम्म चाहिँ जान्छ कि, त्यहाँबाट उप रोड त छ तर कच्ची छ। कच्ची छ है? ए भाइको घर चाहिँ यतै हो? दिपा राई भन्ने माथि हो? ए हामीसँगै पढेको नि त उ त। हुन्छ भाइ, थ्याङ्क यू। र हामी चाहिँ लाग्यौँ समाजको मिटिङ जस्तो लाग्यो हो। माटो चाहिँ यस्तो छ यहाँनिर, चिप्लो खालको, दार्जिलिङतिर हुन्छ नि त्यस्तै टाइपको माटो छ यहाँ चाहिँ, चिप्लो खालको हो। मूर्ति सुर्ती बनाउनुको लागि चाहिँ रातो परेको माटो हो। तिमी हिँडेर जाँदै गर अलिक पर। सानो बडे ग्राउन्ड, बाटो चाहिँ अलिकति चिप्लो चाप्लो। बाटो हेरिहाल्नुहोस्, यहाँ एउटा बाटोको कमी रहेछ। र यो मेन रोडमा आयो कि तपाईँलाई म अलिकति माथिसम्म लान्छु ल। बाटो त नाक छुने उकालो छ त अन्त है। बाटो चाहिँ नाक छुने उकालो छ है। तर उहाँसम्म मात्रै छ अरे बाटो हो, त्यहाँदेखि उता त छैन बाटो। यहाँसम्म मात्रै छ बाटो। हेर्नु त अघि गएको जग्गा देख्नुभयो नि, अघि गएको जग्गा यहाँनिर थियो हो। यहाँबाट उता त बाटो छैन हो। ल म चाहिँ अब चाहिँ साँच्ची नै राख्दैछु यहाँनिर भिडियो। अघि राखेँ भन्दा नि तपाईँहरूलाई देखाउँदै यहाँसम्म आइपुगेँ हो। यहाँसम्म आइपुगेँ। यहाँदेखि उता चाहिँ बाटो त्यत्रो पक्का छैन रहेछ हो, अलिकति सिमेन्टेड यहाँ परसम्म मात्रै छ, त्यहाँदेखि चाहिँ बाटो छैन भन्दैछ हो। र आजको भिडियो चाहिँ यहीँसम्म। धन्यवाद।